बढाउँदैन। यिनीहरूले हाम्रो कुराहरू कहाँ लागू गर्न चाहन्छन् नेपालमा? उनीहरूले त कसम नै देखाए हुन्छ नि त। बाहिर ठिक्क बनाए पनि भित्रभित्र त नेपाल बिचमा झै झगडा पारिदिने, नेपाली जनतालाई केही पनि विकासका भनौँ अथवा रोजगारका कामहरू नदिने, उनीहरूलाई जसरी हुन्छ यहाँ अशान्ति नै मचाइदिएर यताउति झै झगडा, यो अन्याय अत्याचार विकृति यस्ता भ्रष्टाचारका कुराहरू बनाइदिएर नेपालमा बस्ने नै ठिक छैन। नेपालमा कामै छैन। यो देशमा बसेर अब हुँदैन, विदेशै जानुपर्छ भन्ने बाध्यता बनाइदिने कसम खाएकोले उनीहरूले त्यही नै मात्र गरिरहेको छ नि। त्यही नै कसरी हुन्छ ती कुरामा लडिरहेका हुन्छन् उनीहरू। म चाहिँ उनीहरूको विपरीत। झै झगडा होइन, अपराध होइन, हत्या हिंसा होइन, लुटपाट होइन, यो चोरी डकैती होइन, तपाईँका यो भ्रष्टाचार, यो अपराधका सम्पूर्ण समस्याहरू समाधान गर्नुपर्छ। नेपाली जनताको भविष्य शान्तिपूर्ण तरिकाले बाँच्ने बनाउनुपर्छ। हामी मरेर गए पनि नि अरू आउनेलाई पनि यही नै हुनुपर्छ भनेर लडिरहेका छौँ। यी कुराहरू लागू गर्नको लागि यिनीहरूले कसरी चाहन्छ त? चाहन्छ कि चाहँदैन त? अब बिस्तारै बुझिन्छ त, बिस्तारै बुझिन्छ। हामीले त बुझाइदिइराखेको छौँ। अहिलेसम्म मैले बुझ्दा चाहिँ यिनीहरू बाह्य शक्तिको डरमा अथवा बाह्य शक्तिको यसमा उनीहरू लडेर आफ्नो घर परिवार, आफ्नो आफन्त नातादारको अगाडि मात्र हिरो बनिरहेका छन्।